हेलो के भन्ने हो हेलो गाइज नमस्ते छेजलो इट्स मी ससी गुरुङ वेलकम टु माई युट्युब च्यानल सबैजनालाई दिस इज माई फर्स्ट एभर युट्युब भिडियो I will be talking about myself and my life and my future goal about YouTube. Okay, first let's start talking about me. You guys need to know who am I bhanera, so let's get started. I am Sasi Guru. म चाहिँ करेन्टली अहिले काठमाडौँमा छ, बट माई एक्चुअल घर चाहिँ सङ्खुवासभामा छ. कोही सङ्खुवासभाबाट हुनुहुन्छ भने वेलकम हजुरलाई. आई नो धेरै मान्छेसम्म त पुग्दैन किनकि दिस इज माई फर्स्ट भिडियो. आई एम स्टार्टिङ इट फ्रम जिरो, बट स्टिल म चाहिँ के भन्ने बोल्नु आएन गाइज, माइन्ड नगर्नु होला. मेरो फर्स्ट भिडियो. आई विल बी इम्प्रुभिङ बिस्तारै बिस्तारै. पसिना दिसिसक्यो. एन्ड आई एम 22 years old. म चाहिँ 2003मा जन्मेको थिएँ. इन नेपाली डेट 2016. म चाहिँ अहिले हाम्रो भाषामा भन्नु हो भने म 22 पुरा कम्प्लिट भएर अहिले म 23 रनिङमा छु. अहिले म के गर्दैछु भने चाहिँ म चाहिँ अहिले होस्टेल बसेर स्टडी गरिरहेको छु. युनिभर्सिटी कम्प्लिट गर्नु अझै 2 वर्ष बाँकी छ. अहिले चाहिँ म ब्याचलर 4th सेमेस्टरमा छु. भर्खर स्टार्ट भएको 4th सेमेस्टर. अनि त्यसपछि 22 पुगेर पनि यो भर्खर यतिमा भनेर भन्नुहुन्छ भने गाइस मेरो धेरै ग्याप भएको. सरी, कोही हुनुहुन्छ भने यस्तै हो लाइफ. अनि त्यसपछि म चाहिँ अहिले बिआइएम ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी पढिरहेको छु. यो चाहिँ यो सब्जेक्ट चाहिँ के भन्ने म्यानेजमेन्ट साइड र आइटी साइड चाहिँ कम्बाइन गरेर बनाएको सब्जेक्ट हो. त म यही पढिरहेको छु. एन्ड पढ्नुपर्छ गाइज लाइफमा. जे जस्तो भए पनि दुःख सुख गरेर बाबाआमाले पढाउनु भएको छ. अनि यसै पैसा खर्च गर्नुहुन्न, केही एचिभ गर्नुपर्ने हुन्छ लाइफमा. अनि या त्यसपछि के कुरा गरिसकेँ मैले अबाउट माई सेल्फ. म कहाँबाट हो, अबाउट माई स्टडी. अनि त्यसपछि अर्को कुरा चाहिँ के कुरा गरौँ भने वाइ एम आई स्टार्टिङ टु मेक भिडियो इन युट्युब. 8-9देखि नै म भ्लगहरू हेर्ने गर्छु. फरेनर युट्युबर्सको, नेपाली, इन्डियाको. एन्ड मलाई चाहिँ मनपर्छ उहाँहरूले भ्लग बनाउनु भएको. अनि मलाई पनि कस्तो भिडियो बनाउनु मन लाग्ने, भ्लग बनाउनु मन लाग्ने त्यस्तो हुन्छ क्या. अनि पछि गएर आफ्नो भिडियो हेर्दाखेरि कस्तो मन खुसी हुन्छ नि त. मैले मेरो भदैनीको नि युट्युब च्यानल छ. अनि मैले उसकोमा नि कति भिडियोहरू पहिला उसँग बनाउँथेँ. अनि अहिले हेर्दाखेरि चाहिँ आई फिल सो गुड के, यस्तरी भिडियो बनाउँथेँ भनेर एउटा मेमोरी टाइपको हुन्छ. अनि आई लभ मेकिङ इट भनौँ न, भिडियो बनाउनु चाहिँ. अनि मलाई बोल्नु खासै त म सक्दिनँ, तर मलाई चाहिँ बोल्नु मनपर्छ यसरी भ्लग बनाएर. एन्ड या दिस इज वाइ आइ एम स्टार्टिङ इट टुडे. अगाडि चाहिँ किन नबनाएको भन्नुहुन्छ भने मेरो फोन थिएन त्यो बेला राम्रो. अनि त्यही भएर अहिले चाहिँ राम्रो नभए पनि एटलिस्ट आई क्यान मेक भनेर चाहिँ नाउ आइ एम स्टार्टिङ इट. एन्ड दिस इज माई फर्स्ट भिडियो. धेरै राम्रो नभए पनि ठिकै छ भनौँ न. आजदेखि स्टार्ट गरिरहेको छु. आई जस्ट होप कि मेरो राम्रो फ्यामिली बनियोस् इन युट्युब. आई विल बी सेयरिङ अबाउट माई लाइफ. म सर्ट्सहरू पनि लाउँदै गर्छु. अनि त्यसपछि यसरी भिडियो पनि के गरिरहेको छु म, धेरै आफ्नो बारेमा हुन्छ या दिनमा के गरिरहेको छु, के गर्छु भनेर पनि म सेयर गर्नेछु हजुरहरूलाई. आई रियली वान टु मेक माई फर्स्ट भिडियो. धेरै राम्रो, लाइक धेरै राम्रो त नभए पनि आफूलाई चाहिँ पछि गएर रिग्रेट नहोस् मैले ला कस्तो भिडियो बनाएर लगाएको थिएछु भनेर चाहिँ म एकदमै ट्राई गरिरहेको छु राम्रोसँग बोलेर भिडियो बनाउनको लागि. युट्युबमा भिडियो चाहिँ यस्तो बनाएको थिएँ मैले भनेर पछि गएर रिग्रेट चाहिँ नहोस्. एन्ड या
अनि त्यसपछि हजुरहरूले चाहिँ मदेखि के एक्सपेक्ट गर्नु सक्नुहुन्छ भने चाहिँ म आई विल ट्राई माई बेस्ट टु मेक माई भिडियो मोर फन। जे छ त्यही देखाएर म भिडियो बनाउने ट्राई गर्नेछु। एन्ड आजको मेरो फर्स्ट भिडियो थियो, धेरै बोल्नु चाहिँ सकिनँ, बट मैले चाहिँ मेरो लागि चाहिँ आज मैले सकेसम्म जति धेरै टेक भए पनि जति धेरै भिडियो काटेर बनाए पनि आई ट्राइड माई बेस्ट। हजुरहरूलाई चाहिँ सकेसम्म म इम्प्रेस गर्ने ट्राई गर्नेछु, so that I can also inspire myself, motivate myself, and learn more about life. I really love making videos, you know. धेरै अहिले मलाई त्यति कन्फिडेन्स छैन, के बोल्ने के नबोल्ने, म यताउता मकाइरहेको छु, बट आई नो आई विल इम्प्रुभ। यो भिडियो बनाउँदाखेरि चाहिँ बोल्ने कन्फिडेन्स पनि इम्प्रुभ हुन्छ भनौँ न। I will try my best to improve my talking skills. यसरी कन्फिडेन्ट भएर बोल्न सकौँ एक दिन। If you guys also love making YouTube videos, then अहिलेदेखि नै स्टार्ट गर्न सक्नुहुन्छ हजुरहरूले पनि। And I just hope you guys will support me. And please guys, ring that bell, ring that bell, ring that bell, ring that bell. And let's be friends. म हजुरहरूको साथी बन्नेछु, हजुरहरू मेरो साथी बनिदिनुहोस्, हजुरहरूलाई खुसी पार्ने पनि मौका पाऊँ। लेट्स ग्रो टुगेदर। या दिस वाज इट। एन्ड गाइज स्टे ट्युन। म चाहिँ बिस्तारै बिस्तारै मोर फन, एन्टरटेनिङ एन्ड राम्रो राम्रो भिडियोहरू चाहिँ ल्याउने ट्राई गर्नेछु, सो द्याट आई क्यान इम्प्रेस यु गाइज एन्ड मेक यु गाइज माई फ्रेन्ड्स। अनि हजुरहरूलाई चाहिँ मेरो भिडियो राम्रो लाग्यो भने सपोर्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनुहोस् होला, लाइक गरिदिनुहोस् होला। एन्ड yeah, this was it. Thank you for watching.